हेलो हाई दर्शकबिनहरु नमस्कार। हामी सुभाष चौधरीको किराना पसलमा छौं। राजापुर नगरपालिका 2 नम्बर वार्डमा, विशेष बाला बजार, ग्वारी पनि भन्छ, नयाँ गाउँ पनि भन्छ, बाला बजार मेन सेन्टरमै छौं। सुभाष चौधरीको पसल दायाँ बायाँ उत्तर दक्षिण जता आउँदाखेरि 20 सेन्टर लोकेसनमै पर्छ। किराना पसल छ उहाँको। आफ्नै देशमा के गर्नुपर्छ, खाली बस्नुभन्दा व्यापार गर्नुपर्छ भन्ने मनसाको सायदमा उहाँले थोरै लगानीबाट राम्रो व्यापार गर्नु भएको छ। तपाई पनि पाइप पर्ने ठाउँमा आएर उहाँ किनमेल गर्न सक्नुहुनेछ। बजार भाव मूल्य के छ अलिकति हामी सबैसँग कुरा गर्नु छ। सर नमस्कार है सबै है। नमस्कार। के छ सुभाष सर, पछिल्लो समयमा अहिले व्यापार बिजनेस धेरै फस्ट आएको छ, राम्रो गर्दै हुनुहुन्छ, प्रगति गरिराख्नु भएको छ। के छ नेपालमा बस्दा युवा अवस्थामा व्यापार गर्दा कतिको अलिकति अप्ठ्यारो र सहज वातावरण के छ अलिकति भनिदिन काम दर्शकहरूलाई। यहाँबाट हामी सुरु गरौँ, बाँकी कुरा नि गर्नेछौँ हामी। अब के गर्ने, अब यस्तै हो। म एउटा अपाङ्ग मान्छे हुँ। म त्यही भएर अलिकता चाहिँ यस्तो सानो तिनो व्यापार गरौँ भनेर अब एक हात मात्रै छ। त्यही भएर मैले यस्तो सानो चाहिँ खाली बस्नुभन्दा किराना पसल राखेको छु। कति राम्रो। तपाईको सोच र तपाईको कर्मको लागि हामी सम्मान गर्छौँ तपाईलाई, हैन? ईश्वरले चाहिँ उपरवालाले पेटको लागि हरेकले आफ्नो दिएको छ, हैन? कसैले दुई हात भएकोले पनि केही गर्न सकेको छैन। छ नि, हामी धेरै उदाहरण देख्छौँ, माइन्ड नगर्नु होला। कतिजनाको हामी यो छौँ भनेर त्यो मनस्थिति गर्ने कुराहरू होइन, तर हामी विकास र प्रगतिको लागि, जीवनयापनको लागि सोच बनाएर राम्रो काम गर्नु नै राम्रो कुरा हो। हामी तपाईँलाई सम्मान गर्छौँ। र साथै मैले भन्न चाहेँ तपाईँ व्यापारको लागि अब यो जो सामानहरू तपाईँले राख्नु भएको छ, यो बजार भाउ र तपाईँको रेटहरूमा बिक्री दर खरिद दर कस्तो के छ? सेम रेट हो कि महँगो त बेच्ने त्यस्तो केही छैन? त्यस्तो छैन, समान रेटमा तपाईले सबै पाउनुहुन्छ, हैन? हजुर, सबै एउटै रेट हो। किराना घराइसी सामान बिहानदेखि साँझसम्म लाग्ने हामीलाई कोलगेट ब्रसदेखि लिएर नुन तेल अन्डाहरू चामल हरेक कुराहरू पाउँछ तपाईको, हैन? हजुर, सबै कुराहरू पाउँछ। हजुर पाउँछ। अनि के अर्डर अनुसार पनि कुनै पार्टी पिकनिकको लागि पनि तपाईले दिनुहुन्छ? दिन्छु। होलसेल सामानहरू, हैन? त्यसै चाहिँ गरेर राख्नु भएको छ। हजुर। अनि साउजी कति वर्ष जति भयो तपाईले यसमा यो काम गरिराख्नु भएको अथवा पसलहरू यसरी चाहिँ एउटा व्यापार व्यवसायमा आउनुभयो? मेरो चाहिँ भयो 3 वर्ष। 3 वर्षभन्दा बढी नै भइसक्यो। हजुर, लगभग 3 वर्षको हाराहारीमा गरिराख्नु भएको छ। अनि खेती किसानी गर्ने मान्छे गाउँको, तर व्यापारमा आउनुभयो तपाईँ व्यापार फिल्डमा। बजारलाई बजारीकरण गर्नलाई र व्यापार व्यवसायलाई अझै राम्रो तीव्र रूपमा प्रगति गर्नको निम्ति व्यापार लाइनलाई तपाईँले चुन्नुभयो। र यसरी अब कामहरू गर्दै जाँदा कुरा के हुन्छ भनेपछि कसरी चाहिँ कतिको सहज वातावरण हुन्छ तपाईँलाई? अब सहज त के, कतिको अप्ठ्यारो हुँदो रहेछ, कतिको अप्ठ्यारो अथवा कतिको सजिलो हुँदो रहेछ? त्यो काम गर्नलाई त मलाई त अब धेरै अप्ठ्यारै नै पर्छ। हेर्नुहोस् अब, हजुर, अब एक हातले त्यो सामानहरू कहिलेकाहीँ लोडहरू, हजुर, लोड पुग्नुपर्छ। त्यही भएर अलिक अप्ठ्यारै पर्छ। त्यो गाह्रै हुन्छ, हैन? जस्तै यहाँबाट सामानहरू टाढाबाट ल्याउनु पर्छ होला, हजुर, त्यो हुन्थ्यो। अनि त्यसपछि आफ्नो लागत खर्चमा यसरी गर्नुभएको छ। कुनै सहकारी अथवा कुनै नेपाल सरकारकै गभर्नमेन्ट कुनै संस्थाले त्यस्तो पनि तपाईँलाई हेल्प गर्छ? तपाईँले आफ्नै खर्चमा आफ्नै घरको उसमा चाहिँ एउटा चाहिँ मैले व्यापार गर्नुपर्छ है, हैन? गर्नुपर्छ भनेर आफ्नो मनलाई चाहिँ ठुलो बनाएर तपाईँले यसरी व्यापारमा आउनुभयो, हैन? अनि अब खरिद बिक्रीमा जस्तै के छ त, गाउँको मानिसहरूले कतिको किनिदिन्छ तपाईँको सामानहरू के छ? अब जुन छ अब त्यही बिक्री हुन्छ। अब धेरै सामान अरे राखेको छैन, अलिक कम ठिकमा राखेको छु। ठिक हैन? थोरै राख्छु। तर पनि त अब आर्थिक कुराहरूले पनि कतिचोटि समस्या पार्छ, हजुर। अब तपाईँको कमजोर पनि आय स्रोत व्यापार अनि अब बच्चाहरू पढाउने लेखाउने सबै हुन्छ होला, हैन र? यो सबै कुराहरू भइसकेपछि त गाह्रो छ नि त। त्यसकारणले गर्दा तर पनि अझै तपाईँ सामानहरू राख्नु भएको छ। अनि अब दर्शकबिनहरु तपाईँ उहाँको हौसलापूर्वक राम्रो कमेन्टहरू गर्न सक्नुहुन्छ। कुनै साथ सपोर्ट र तपाईँको केही कुराहरू छ भने पनि उहाँसँग सिधै कन्ट्याक्ट गरेर पनि कुराकानी गरेर उहाँलाई सहायता गर्न सक्नुहुन्छ, हेल्प गर्न सक्नुहुन्छ। र व्यापारको लागि तपाईँसँग राम्रो आइडिया के छ उहाँलाई बुझाइदिनु भयो भने उहाँको व्यापार अझै बढ्नेछ जस्तो लाग्छ। अनि यो पछाडि र्याकहरूमा यो सामानहरू खाली देखिरहेको छ कतिचोटि, हैन? यो खाली पनि छ, यो कस्तो? यो तपाईँले नहाल्नु भएको, हैन? अब कतिचोटि आर्थिक कुराहरू नै गाह्रो हुन्छ, हैन? सामान हाल्नु भने पनि लगभग 10 लाख बराबरको तपाईँलाई सामान चाहिरहेको हुन्छ, हैन? अब यो सामान यत्रो ठुलो दोकान भर्नलाई गाह्रै छ नि त, हैन? सजिलो त छैन। तर पनि त्यस्तो छ।
अनि बिक्री वितरणहरूमा के छ हाम्रो गाउँको मान्छेहरू आइदिने किनिदिने होइन तपाईँहरूलाई लगिदिने गर्नुहुन्छ होइन त्यस्तो समस्या केही छैन होइन सबैले माया गर्नु भएको छ दर्शक बिन्दु सबैको माया र साथ सपोर्टले हामी सुभाष चौधरीलाई व्यापारमा प्रगति भएको हेर्न चाहन्छौँ सक्छौँ होइन हेर्न सक्छौँ उहाँको मन उहाँको काम र कर्मलाई हामी सम्मान गर्छौँ व्यापार गर्नुपर्छ काम गर्नुपर्छ भन्ने उदाहरणीय जीवन जिएको कारणले गर्दा एउटा अशक्त व्यक्तिले पनि यति ठुलो सोच बनाएर यति राम्रो व्यापार गरेर नेपालमै आफ्नो आयोजन गरेर आफ्नो बच्चाहरू पढाइराख्नु भएको छ सानो नानीहरू छ बच्चाहरू उहाँको यसरी गरिराख्नु भएको छ तर मैले भन्न खोजेको व्यापारलाई हामीले गऱ्यौँ भने हाम्रो बजार बढ्छ बजार बढ्यो भने हाम्रो व्यापार र इन्कम स्रोत हुन्छ र हामीले सानो ठुलो जुनसुकै पनि व्यापार गर्न सक्छौँ काम गर्नुपर्छ भन्ने उदाहरणीय जीवन मैले खास देखाउन खोजेको हो बाँकी साथै उहाँको पसल दोकानमा पनि माया गरिदिनुहोस् स्क्रिनमा देखाएको नम्बरमा तपाईँले कन्ट्याक्ट गरेर सामानहरू डेलिभरी अर्डर पनि गर्न सक्नुहुन्छ र यसरी चाहिँ मद्दत गर्न सक्नुहुन्छ र तपाईँको राम्रो कुनै कमेन्टहरू कुनै साथ सपोर्ट छ भने तपाईँले कमेन्ट बक्समा गएर कमेन्ट पनि गरिदिनु होला अनि हजुरको भनिदिनुहोस् न नाम सहित तपाईँको एड्रेस पसलको नाम के राख्नु भएको छ पसलको नाम हेमलता किराना पसल हेमलता किराना पसल ठ्याक्कै बालबजारमै छ होइन अनि हजुरको नाम के भन्नुभयो सुभाष चौधरी अनि यो नम्बर ट्यागको कन्ट्याक्ट गरेर पनि तपाईँसँग कुरा गर्न सकिन्छ होला होइन त्यसरी चाहिँ गर्न सकिन्छ ल गाइज हाम्रो भिडियोलाई फलो गरिदिनुहोस् र व्यापारको निम्ति तपाईँसँग राम्रो आइडिया के छ प्लिज कमेन्ट बक्समा गएर कमेन्ट पनि लेखिदिनु होला र उहाँको यो हौसलालाई तपाईँले सधैँ साथ सपोर्ट गरिदिनुहोस् भन्न चाहन्छौँ हाम्रो सुभाष फ्रेन्डलाई उहाँको व्यापारको निम्ति राम्रो के कसरी गर्दा आउँदै राम्रो होला उहाँलाई कुनै सल्लाह सुझावहरू छन् भने यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु यो भिडियो भाइरल बनाइदिनुहोस् जसरी उहाँको कामलाई माया गरेर भाइरल गराइदिनुहोस् र उहाँको व्यापारको निम्ति पनि तपाईँसँग के सल्लाहहरू छ आइडिया दिन सक्नुहुनेछ र सुभाष चौधरीको यो किराना पसलमा पनि कतिजनाले हेरिराख्नुपर्छ भिडियो भने तपाईँलाई चाहिने खाद्यान्न सबै कुराहरू यहाँ मिल्छ तपाईँलाई आएर सही र सुखद मूल्यमा मार्केटमा चलिरहेको रेटमा आएर पनि सामान लगिदिन हुन हामी अनुरोध गर्दछौँ किन्दिन हुन पनि हामी अनुरोध गर्दछौँ यो ठ्याक्कै दुध डेरी बालाबजार हाम्रो कता भन्न सक्छ यसको लोकेसन होइन तपाईँ पश्चिम है पश्चिम दुध डेरी छ दुध डेरीको साइडमा चाहिँ यो किराना पसल चाहिँ रहेको छ ओके गाइस फलो गर्नुहोस् र सेयर गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् है थ्याङ्क यू